कल्पना गर्नुहोस् तपाईँले चाहिँ 2 वर्षसम्म चाहिँ साथीभाइ नभनी अनि त्यति चाडपर्वमा पनि त्यति साह्रै रमाइलो गर्नु भएन। दिनको 12 देखि 14 घन्टासम्म चाहिँ मेहनत गर्नुभयो र सोसल मिडिया पनि पुरै बन्द गरेर सिर्फ एउटा लक्ष्य लिएर चाहिँ तपाईँ पढिराख्नुभयो, म डक्टर बन्छु। र तपाईँले नेपालको हार्डेस्ट एक्जाम सीमा पनि राम्रो र्याङ्कले चाहिँ लिएर आउनुभयो र तपाईँको अब चाहिँ स्कलरसिपमा आउने चान्स चाहिँ पक्का नै थियो। तर अब सरकारले के भन्यो भन्दाखेरि चाहिँ हामी स्कलरसिपको सिट चाहिँ घटाइदिन्छौँ र पेइङको सिटमा चाहिँ हामी अभिवृद्धि गर्छौँ। के यो उचित हो त? कि नेपालमा साँच्चै डक्टर धेरै भइसकेका हुन् त? आज हामी चाहिँ भावना मात्रै नभई तथ्याङ्कका आधारमा चाहिँ यो विषयलाई ध्यानपूर्वक हेर्नेछौँ र भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। र तपाईँ भिडियो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ च्यानल सब्सक्राइब गरी भिडियोलाई लाइक गरिदिनु होला। सबभन्दा सुरुमा चाहिँ सिई भनेको के हो बाट जाऊँ भने सिई भनेको चाहिँ कमन इन्ट्रान्स एक्जामिनेसन। यो चाहिँ विद्यार्थीहरूले इन्ट्रान्स एक्जाम दिन्छन् र विभिन्न प्रोग्रामहरू जस्तै एमबिबिएस, बिडिएस, नर्सिङ लाइक अरू मेडिकल फिल्डमा चाहिँ जानको लागि चाहिँ यो इन्ट्रान्स एक्जाम दिनु जरुरी छ। यसमा चाहिँ स्कलरसिप चाहिँ को धनी छ को गरिब छ भनेर होइन कि मेरिट बेसमा जसको र्याङ्क राम्रो आएको छ उसैलाई चाहिँ स्कलरसिप दिन्छ। र त्यहाँ विभिन्न कोटाहरू पनि हुन्छ। कि स्कलरसिप दान हो त? होइन, स्कलरसिप भनेको भावी पुस्तामा नेपाल सरकारले गर्ने लगानी हो। अनि कुनै पनि विद्यार्थीले चाहिँ स्कलरसिपमा पढ्यो भने चाहिँ उसको एउटा बोन्डिङ सिस्टम हुन्छ कि, भनेको मतलब चाहिँ उसको पढाइ चाहिँ लगभग 5 वर्षको हुन्छ होइन एमबिबिएस। त्यसपछि उसले चाहिँ थप 1 वर्ष चाहिँ नेपाल सरकारकै अन्डरमा रहेर चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ काम गर्नुपर्छ कि इन्टर्नसिप जस्तो। त्यतिखेर खासै त्यति धेरै तलब पनि हुँदैन। त्यही भएर यसलाई चाहिँ दानको रूपमा बुझ्नु हुँदैन। अनि मसित चाहिँ यहाँ नेपाल चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको कुन मेडिकल कलेजमा चाहिँ कति मेडिकल सिटहरू छ त्यो सबै डाटाहरू छ। यसको बारेमा चाहिँ हामी पछि चर्चा गर्छौँ। सुरुमा चाहिँ स्कलरसिप चाहिँ किन महत्त्वपूर्ण छ भनेर चाहिँ कुरा गरौँ। स्कलरसिप भन्नाले चाहिँ सरकारले चाहिँ कुनै पनि मेहनती जेहेन्दार विद्यार्थी अथवा कोही बिछडिएको विद्यार्थीलाई चाहिँ सहयोग गर्ने हो कि। अब हामीले प्राइभेटमा गएर मेडिकल के अरे एमबिबिएस पढ्न खोज्यो भने धेरै खर्च लाग्छ। कम्तीमा पनि 45 देखि 65 लाखसम्म लाग्छ। त्यो त स्टडी के अरे भर्ना फी अनि विभिन्न इयरली फी मात्रै भयो होइन। त्यो बाहेक पनि होस्टेल बस्नु पऱ्यो, खाना खानु पऱ्यो, किताब अनि अरू स्टडी मेटेरियलहरू, यसको लागि चाहिँ धेरै खर्च हुन्छ। त्यसैले चाहिँ यति धेरै पैसा चाहिँ जो कोहीले चाहिँ जोड्न सक्दैनन् के होला भनिन्छ। धेरैले धनीहरू पनि छन्, धनीहरूले त किन स्कलरसिप चाहियो भनिएला होइन। तर यहाँ खास गरी कुरा के हुँदैछ भन्दाखेरि चाहिँ विद्यार्थीको मेहनत पनि हुन्छ नि त। अब कोही विद्यार्थीले 12 घन्टासम्म चाहिँ लगातार सीको लागि पढ्यो, उसको परिवार चाहिँ धनी छ तर उसले मेहनत गरेर चाहिँ राम्रो र्याङ्क ल्यायो भने कि उसले स्कलरसिप नपाउनु त? अब त्यो त भएन नि होइन। धेरैले के सोच्छन् भन्दाखेरि चाहिँ गरिबलाई स्कलरसिप दिनुपर्छ अरे। गरिब र धनीको बिचमा पनि एउटा क्लास हुन्छ, त्यो भनेको चाहिँ मिडल क्लास, जसले चाहिँ खाना बस्न चाहिँ पुगिरहेको हुन्छ। तिनीहरूलाई अब अस्ति मेडिकल पढाउनु पऱ्यो भने कि घर बेच्नु पऱ्यो कि बारीहरू बेच्नु पऱ्यो। नहुनेहरू धेरै गरिब छन्, नहुनेहरू धेरै धनी छन्, तिनीहरू चाहिँ बिचमा छन्। यिनीहरूलाई चाहिँ कसले हेर्नु त? अब त्यही भएर चाहिँ स्कलरसिप चाहिँ गरिबलाई दिने भन्ने मात्रै हुँदैन, बिचमा मिडल क्लास पनि हुन्छ। विभिन्न मिडल क्लासको विद्यार्थीहरूले चाहिँ सीको लागि ड्रप इयर लिएर पनि, भनेको मतलब चाहिँ उनीहरूले 12 पास गर्छन् फेरि 1 वर्ष ड्रप लिन्छन्, त्यही सीको इन्ट्रान्सको लागि मात्रै ड्रप लिन्छन् अनि इक्जाम दिन्छन्। अब उसको त्यो मेहनतको फल चाहिँ के त? अब स्कलरसिपको सिट घट्यो, अब उसले स्कलरसिप नि पाउँदैन, उसको 1 वर्षको मेहनत पनि जान्छ। कि यो जस्टिफाइड छ त? मलाई चाहिँ लाग्छ छैन। कि नेपालमा अनि अर्को प्रश्न भनेको चाहिँ के नेपालमा साँच्चै डाक्टर धेरै भइसकेका हुन् त? त्यसै कारणले सरकारले चाहिँ मेडिकल फिल्डमा लगानी कम गरेको हो कि के हो? तर यसको उत्तर चाहिँ हामीले डाइरेक्ट भन्न मिल्दैन। यसमा चाहिँ 2टा प्रश्न आउँछन्। एउटा भनेको चाहिँ के नेपालमा पर्याप्त डाक्टर छन् र अर्को भनेको चाहिँ ती डाक्टर चाहिँ देशका सबै भूभागमा चाहिँ समान रूपमा चाहिँ पुगेका छन् कि छैन। हामी आफै विचार गरौँ न। पोखरा, काठमाडौँ यस्तो मेन सिटीहरूमा चाहिँ डक्टरको चाप अत्यन्त धेरै छ, भनेको मतलब चाहिँ चाहिने भन्दा डक्टरहरू चाहिँ बढी छन्। अर्को कुरा भनेको चाहिँ देशको विभिन्न दुर्गम क्षेत्र हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा यिनीहरूमा डक्टरै छैन। यही नजिकैको स्याङ्जा पर्वतमा पनि त्यति साह्रो ठुलो हस्पिटल छँदै छैन।
सरकारले हस्पिटल बनाउनतिर मेडिकल फिल्डमा चाहिँ सरकारले लगानी गर्नुपर्ने हो कि न कि पैसा कटौती गरेर। अहिले के भनेको छ भन्दाखेरि चाहिँ हामी मेडिकलको सिटहरू चाहिँ बढाउँछौँ, तर कसरी बढाउँछौँ? पेइङको सिट बढाएर। पेइङको सिट पनि कहाँ बढ्छ भन्दाखेरि चाहिँ प्राइभेट हस्पिटलहरूमा। के अरे प्राइभेट हस्पिटलहरूलाई चाहिँ पढाउनको लागि चाहिँ सिट ग्रान्टेड गरिदिइसकेपछि तिनीहरूले एकजना विद्यार्थीबाट लगभग हुन्छ नि अराउन्ड भनेकै ट्याक्कै त थाहा छैन मलाई नि 1 करोड आउँछ होइन। भनेपछि एउटा हस्पिटलमा 30वटा सिट बढ्यो भने 30 करोड पैसा चाहिँ तिनीहरूको आम्दानी हुन्छ। यसबाट सरकारलाई पनि थोरै नम्बरले त फाइदा त भइ नै हाल्छ होइन। तर त्यस्तो भन्दैमा चाहिँ के भन्छ अरे मैले एउटा ठाउँमा चाहिँ एकदम बेस्ट इक्जाम्पल सुनेको थिएँ। एउटा ड्राइभिङ इन्स्टिट्युटमा 100जना चाहिँ मान्छेहरू छन् रे होइन, लेट्स सपोज। अनि त्यहाँ चाहिँ इन्स्ट्रक्टर चाहिँ 10जना इन्स्ट्रक्टर छन्। हरेक इन्स्ट्रक्टरले चाहिँ 10जनालाई हेर्न भ्याउँछ। यसरी चाहिँ 100जना सिक्ने मान्छेहरू भयो। अब मानौँ 10वटै इन्स्ट्रक्टरहरू छन् अनि त्यहाँ चाहिँ गाडी पनि 10वटै छन्, तर अब सिक्ने मान्छे चाहिँ हामीले कति बनाइदिउँ? 200 बनाइदिउँ। अब के भयो भन्दाखेरि चाहिँ मान्छेहरूले अब जुन त्यो गाडी सिक्ने मान्छेहरू हुन्छ नि तिनीहरूको सिक्ने टाइम पनि घट्यो, अब तिनीहरूको गुणस्तर पनि घट्यो। त्यस्तै गरी मेडिकल फिल्डमा पनि अब पर्याप्त ल्याबहरू पहिला छ कि छैन त्यो निरीक्षण गर्नु पर्यो। अनि विभिन्न क्राइटेरियाहरू हुन्छ कि कुनै पनि मेडिकल कलेजलाई चाहिँ स्कलरसिपमा सिट दिने कि नदिने भनेर चाहिँ विभिन्न क्राइटेरिया हुन्छ। त्यसको लागि चाहिँ यहाँ एक्रिडिटेसन स्ट्यान्डर्ड फर MBBS भनेर छ, यो मेडिकल एजुकेसन कमिसन नेपालले पब्लिस गरेको। यसमा चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ कुनै पनि मेडिकल कलेज चाहिँ MBBSको सिट पाउनको लागि चाहिँ उसले के क्राइटेरियाहरू चाहिँ फुलफिल गर्नुपर्छ। जस्तै त्यहाँ पर्याप्त मात्रामा चाहिँ ओपिडीमा बिरामीहरू आउनु पऱ्यो, जस कारणले चाहिँ विद्यार्थीहरूले चाहिँ मोर एक्सपोजर पाउन सक्छन्। अनि त्यहाँ चाहिँ ओपिडीमा पनि बेडहरू बढ्नु पऱ्यो। 100वटा मेडिकल सिट छ भने चाहिँ त्यहाँ चाहिँ 500वटा समथिङ कति बेडहरू चाहिँ हुनु पऱ्यो। त्यस्तै गरी विभिन्न इन्फ्रास्ट्रक्चरहरू पनि हुनुपर्छ। त्यो चाहिँ ग्राउन्ड रूपमा गएर चाहिँ सरकारले चेक गरेर बल्ल निर्णय गर्नुपर्छ। त्यसपछि हामी अगाडि बढौँ। अब चाहिँ हामी सरकारले किन स्कलरसिप घटाउन खोजेको त किन चाहन्छ स्कलरसिप घटाउन भन्ने कुरामा चाहिँ चर्चा गरौँ होइन। सुरुमा भनेको चाहिँ बजेट कम अनि खर्च घटाउनको लागि र पेइङमा बढाइसकेपछि आम्दानी पनि बढ्छ। तर यो मेडिकल भनेको चाहिँ आम्दानीको स्रोतको रूपमा चाहिँ लिनु हुँदैन कि। यो त एकदम क्रिटिकल फिल्ड हो। यसमा मान्छेको ज्यान बचाउने डाक्टरहरू उत्पादन गर्ने कुरा हो। यो पैसाको लागि भनेर 10 के अरे यत्तिकै नियमन नगरिकन मजाले सिट बढाएर चाहिँ पेइङमै सिट बढाएर पनि केही काम छँदै छैन। सरकारसँग बजेट छैन अरे, सरकारसँग बजेट छैन भनेर यो स्कलरसिप घटाउँदाखेरि चाहिँ सुनिएको एकदम चर्चित भाष्य हो कि। तर सरकारलाई चाहिँ स्वकीय सचिव राख्न चाहिँ बजेट हुने होइन, तर मेडिकल फिल्डमा लगानी गर्नको लागि चाहिँ पैसा नहुने। अब यो के हो मलाई थाहा छैन, यहाँ त बढी म केही बोलिनँ। त्यसपछि अर्को आर्गुमेन्ट भनेको चाहिँ धनीका छोराछोरीहरूसँग चाहिँ मजाले प्रशस्त पैसा हुन्छ के अरे, अनि तिनीहरूलाई चाहिँ किन स्कलरसिप दिनु पऱ्यो भन्ने कुरो होइन। ठिक छ, प्रशस्त पैसा त हुन्छ, तर उसको मेहनतको चाहिँ फल के त? उसले 12 घन्टा 14 घन्टा दिनदिनै पढ्यो, मोबाइल पनि चलाएन, अनि साथीभाइसँग पनि घुम्न गएन। उसले 2 वर्षसँगै मजाले पढ्यो र ऱ्याङ्क लिएर आयो 10, 20। अब उसले स्कलरसिप नपाउने किनकि उसको बाबुआमा धनी छन्, त्यसैले गर्दा स्कलरसिप नदिउँ। उसको मेहनतको मूल्याङ्कन कसरी गर्ने त? अब उसले मेहनत गरेर पो त्यत्रो ऱ्याङ्क लिएर आउन सफल भएको छ। त्यसपछि विभिन्न कन्ट्रीहरूले चाहिँ मेडिकल फिल्डमा चाहिँ लगानी बढाइरहेका छन् कि यहाँ कि कटौती गरिरहेका छन्। अर्को भनेको चाहिँ डाक्टरहरू पनि विदेश गइरहेका छन् कि यहाँ चाहिँ प्रपर इन्फ्रास्ट्रक्चर त्यसै जब नभएर चाहिँ त्यतातिर व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्छ। अनि त्यसपछि हामी चाहिँ तपाईँलाई चाहिँ चाहियो भने चाहिँ अर्को भिडियोमा चाहिँ कुन कलेजमा कति सिटहरू छ भनेर चाहिँ म डिटेलमा भिडियो चाहिँ बनाउने छु। चाहियो भने चाहिँ तल कमेन्टमा चाहिँ नेक्स्ट भिडियो अन स्कलरसिप सिट्स भनेर लेख्नु होला। त्यसपछि म कुन कलेजमा
कति सिटहरू छ र कति सिट चाहिँ स्कलरसिपको लागि छ, कति चाहिँ पेइङको लागि छ र कति चाहिँ कुन कोटाको लागि छ भनेर चाहिँ बनाउने छु। त्यतिन्जेलको लागि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला र तल कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।